पनि आयो क्या अरे उताबाट हिँड्छ साँच्ची हामी चाहिँ प्लेन पड्केको होइन आइरहेको छ प्लेन पड्केको होइन प्लेन चाहिँ एक्सिडेन्ट भएको हामी हेर्न आइरहेछौँ बुद्ध यो चाहिँ बुद्ध हो बुद्ध जाली त्यो जाली रोकेर मात्रै नत्र नाति यतै बिचमै निस्किन्छ कति बजी आएको थिएँ 9 बजे राति राति 9 बजे ठ्याक्कै 9 बजेतिर जालीले रोकेको नि माछा माछा चाहिँ बिचमा निस्किन्छ सबै उदो इमर्जेन्सी छैन त्यो डोर त्यो ढोका हजुर हो त्यो ढोका खुलेर मात्रै निक्लेको अरे क्या पछाडिपट्टि यो अगाडिको त्यो इमर्जेन्सी त्यो हो ढोका त्यो हो फ्ल्याग छैन फ्ल्यागकै यतापट्टि हो त्यो देखिन त्यो ठुलो हो ला गएछ त्यति भन्नु नयाँ त के आउँछ 30 वर्षको पुरानो त होइन मतलब अर्को यति दिन्छ यिनीहरू टाइटेनियम जस्तै छ फर्किएको थियो नि त गयो यहाँ छेउछेउकोलाई पनि क्षति हुन्थ्यो ब्रेक लागेन कि के ल्यान्डिङ के भएन होला क्या चिप्ले हरे क्या खै के भन्नु पुरा साह्रो आयो अरे स्पिडमा अनि चिप्लिएछ अरे अनि सिधै अगाडि आइज उताबाट त यस्तो त आयो उताबाट यस्तो आयो अनि घुमाउने बेला उयो भएन ब्यालेन्स भएन स्पिडको बेला सिधै ठुक्यो कि को पाइलट सरले नेपालमा नि ट्रेनिङमा बसेका पाइलटहरू थोरै छ नै छैन अब यो चाहिँ प्राय यिनीहरूको भान्जा आफन्त अहिले चान्स पाउनेवाला छैन यो झन् फुल्ली प्राइभेट हो नि यो कति खर्च गरेर पर्छ है 1.5 करोड लाग्छ 1.5 करोड 1 करोड 50 लाख भने सानो पैसा हो ट्यालेन्ट पनि हुनु पर्यो गाउँको पैसा पनि हुनु पर्यो हामी फर्किँदै गरेको घर प्लेन पड्केको यस्तै रहेछ पड्केको अरे एक्सिडेन्ट भएको रहेछ होइन ठिकै छ गाइस अब हामी घर जाँदैछौँ